नमस्कार सम्पूर्ण नेपाल तथा विदेशमा रहनुभएका मेरा दाजुभाइ तथा दिदीबहिनी र बुवाआमाहरू र मलाई कमेडी किङ बिरु भनेर चिन्नुहुने सम्पूर्णको लागि म यो भिडियो बनाउँदैछु। मेरो पहिलाको युट्युब च्यानल बिग्रेको कारणले मैले यो नयाँ च्यानल बिरु कमेडी किङ भनेर यसको ओपन गरेको छु। दैनिक रूपमा यसमा कमेडी भिडियोहरू र हाँस्नको निमित्त तपाईहरुलाई मनोरञ्जन दिने भिडियोहरू आइरहेको हुन्छ। त्यसै कारणले मेरो यो कमेडी किङ बिरु युट्युब च्यानललाई लाइक, सब्स्क्राइब र शेयर गरिदिनु होला र दैनिक रूपमा यसलाई हेर्नको निमित्त नजिकै रहेको बेल आइकनमा पनि थिच्न नभुल्नु होला भन्न चाहन्छु। हे मान्छे लुरे लुरे टाठो टाठो बोलानी कति किलो होला नि। हे मान्छे लुरे लुरे टाठो टाठो बोलानी कति किलो होला नि। यो गीत सुन्दा म आफैलाई हो कि जस्तो पनि लाग्छ। गायिका रिताजीले दोहोरी गीतमा गाउनु भएको त्यो गीत चाहिँ मैले सुन्दाखेरि सायद यो गीत मेरै लागि होला जस्तो लाग्छ, किनकि म पनि दुब्लो पातलो छु। मैले त्यही भएर यो आज यो भिडियो बनाउँदै छु। स्पेशली म जस्तै दुब्लो पातलो दिदीबहिनी तथा दाजुभाइहरूको लागि यो भिडियो बनाउँदै छु। यदि तपाईहरु पनि म दुब्लो छु, पातलो छु, वजन कसरी बढाउने, के खाने भनेर विभिन्न किसिमका डाइटहरू लिनुभएको छ, औषधि प्रयोग गर्नुभएको छ र पनि तपाईको वजन बढेको छैन, मोटाउन सक्नु भएको छैन भने त्यसको निमित्त यो भिडियो एकदम उपयोगी छ। ध्यान दिएर सुरुदेखि अन्तिमसम्म हेर्न नछुटाउनु होला। तपाईहरु दुब्लो पातलोबाट छुटकारा भएर मोटो बन्न चाहनुहुन्छ, वजन बढाउन चाहनुहुन्छ भने तपाईहरुको दैनिक डाइट प्लान छ त्यसलाई सुधार गर्नुपर्ने हुन्छ। त्यसको निमित्त मसँग 1 सालको एक्सपिरियन्स छ, त्यही भएर मसँग रहेको एक्सपिरियन्सले म तपाईहरुलाई शेयर गर्दैछु आफूमा भएको एक्सपिरियन्स। तपाईहरु आफ्नो दुब्लो पातलो शरीरलाई मोटो बनाउनको निमित्त आफ्नो डाइट प्लानमा सधैँ दैनिक रूपमा फाइबर, कार्बोहाइड्रेट्स, प्रोटिन्स र आइरनको जरुरी छ। त्यसलाई कुन टाइममा खानी, के खानामा त्यस्तो भिटामिनहरू पाइन्छ त्यो सबै बुझ्नु जरुरी छ। खाना त हामी सबैले खान्छौँ, दाल भात मात्र खाएर हुँदैन। त्यसको निमित्त कुन टाइममा कसरी खानी, के खानी त्यसको सबै आइडिया म बताउँछु। तपाईहरुले दैनिक रूपमा बिहान उठिसकेपछि काला चना बेलुका भिजाएर राख्नुस्। 50 ग्राम काला चना र 50 ग्राम काजु, किसमिस, बादाम मिक्स गरेर तपाईले त्यसमा भिजाएर राख्नुस्। बिहान उठिसकेपछि एउटा बनाना र मिल्क, त्यसको पुरा मिक्सचर अहिले सबैको घरमा छ। मिक्सरमा सबै कुराहरू पिसेर त्यसको एउटा जुस बनाउनुस्। खाली पेटमा त्यो जुस तपाईले पिउनुस्। त्यसपछि तपाईले 1 घण्टापछि त्यो जुस पिएको 1 घण्टापछि तपाईले ब्रेकफास्ट गर्नुस्। त्यसपछि फेरि तपाईले दिनमा 12-1 बजेतिर आफ्नो लन्च गर्नुस्। लन्च पछाडि तपाईले लन्च गरिसक्नुभयो, फेरि लन्च खाइसकेको 1 घण्टा पछाडि तपाईले एउटा अनार त तपाईले दैनिक रूपमा खानै पर्छ। यदि तपाई मोटो हुन चाहनुहुन्छ, वजन बढाउन चाहनुहुन्छ भने एउटा अनार, दिनमा एउटा अनार तपाईले खानै पर्छ। र डिनरमा 7 देखि 8 बजेको टाइममा तपाईले डिनर गर्नुपर्ने हुन्छ। त्यो डिनर टाइममा तपाईले खाना खाइसकेपछि, खाना खाएको 1 घण्टा पछाडि सधैँ 1 गिलास गरम दूध पिएर सुत्नु होला। दैनिक रूपमा यसरी तपाईले 1 सालसम्म यदि यो डाइट प्लान फलो गर्नुहुन्छ भने तपाई 50 किलोबाट सिधै 80 किलो हुनुहुनेछ, वजन पनि बढ्नेछ र शक्ति पनि बढ्छ भनेर चाहिँ मैले तपाईलाई सबै आफूले गरेको एक्सपिरियन्स तपाईलाई सिकाउँदै छु। त्यही भएर यस्तो कुराहरूको पछि तपाईहरु नलाग्नु होला। मैले पनि 1 वर्ष पहिलादेखि नै युट्युबमा यसरी यो डाइट लिँदाखेरि यसरी मोटाइन्छ, यसरी शरीर बन्छ भनेर मैले आफ्नो हर महिनाको स्यालेरी, जबबाट ल्याएको स्यालेरी सबै अनार किनेर, केरा, काजु, किसमिस किनेर मोटाउनको निमित्त 1 सालसम्म जुस बनाउने, डाइटहरू खाने गरे। तर 1 महिनासम्म खाँदा पनि म 55 किलोको 55 किलो नै छु, त्यसबाट बढ्न सकिन। त्यसै कारणले म तपाईहरुलाई भन्छु यस्तो भिडियोको पछि नलाग्नुस् र म पनि
त्यही सुझाव दिनको लागि तपाईहरुलाई यो भिडियो बनाएको हो। पहिला सुरुमा सुन्दाखेरि त तपाईहरुले अब हामीलाई चाहिँ मोटो बनाउनको निमित्त भिडियो पाइयो भनेर हेर्नु भएको होला। तर म आफूलाई 1 वर्षको एक्सपिरियन्स छ, त्यही भएर यो सब वाहियात कुरा हो, यसको पछाडि नलाग्नुस् र पैसा पनि खर्च नगर्नुस्। मोटाउने मान्छे दाल भात र पानी मात्रै खाए पनि मोटाउँछ, शरीर बन्छ। नमोटाउने मान्छे काजु बदाम किसमिस घिउ सबै बिहानदेखि बेलुकासम्म खुवाए पनि मोटाउँदैन। मान्छे मोटाउनु गल्नु र दुब्लो पातलो हुनु भगवानको हातमा छ। भगवानका माथि भरोसा गर्नुस्, तपाईहरु अवश्य पनि मोटो हुनुहुनेछ। त्यही भएर यो दुब्लो पातलो हुन यो खानुस्, यस्तो गर्नुस्, उस्तो गर्नुस्, यति पैसा खर्च गर्नुस् भनेर विभिन्न औषधिहरू र डाइटहरूको पछाडि नलाग्नुस्। यदि तपाईको भाग्यमा छ, भगवानले दिनुभएको जीवन हो, तपाई अवश्य मोटो हुने नै छ। यदि तपाईलाई भाग्यमा छैन, भगवानले स्थिति दिनुभएको छ भने